पछिल्लो चोटिको कारण हामीले भन्नु पर्दाखेरि यो गत चाहिँ डिसेम्बर 10 मा अमेरिकन केन्द्रीय बैंकले जुन यो ब्याज दर 0.25 ले कम गरेर अहिले 3.5 to 3.75 कायम गरेको छ। त्यसले गर्दाखेरि अब सेफ हेभनको लागि यो सुनको चाहिँ आकर्षण चाहिँ बढेको छ र सँगसँगै यसरी ब्याज दर कम गरेर पनि अमेरिकाको जुन यो आर्थिक क्षेत्रमा आशातीत जुन सुधार हुनु पर्थ्यो त्यो सुधार अहिले पनि भइसकेको छैन र त्यहाँको चाहिँ महँगी नियन्त्रणको सवाल होस् या रोजगारी वृद्धिको सवाल होस्, अमेरिकनहरूको टार्गेट अनुसारको वृद्धि भएको छैन। त्यसकारण फेरि पनि यो चाहिँ ब्याज दर चाहिँ कम हुन्छ भनेर आकलन केरीले चाहिँ गरेका छन् र त्यही अनुसार नै अब फेरि पनि ब्याज दर कम हुन्छ भने आकलनका साथ सेफ हेभनको लागि यो सुनको चाहिँ हैन माग चाहिँ चुलिएको जस्तो लाग्छ। अब सँगसँगै चाहिँ अब साबिक हैन कारणहरू छन्। साबिक कारणहरू हामीले भन्नै पर्दाखेरि भू चाहिँ राजनीतिक चाहिँ तनावहरू छन्। रसिया र चाहिँ युक्रेनको जुन छ त्यो चाहिँ अब सिजफायर हुन्छ भन्दै पनि सिजफायर हुन चाहिँ सकिरहेको छैन र यो अरबको लागि चाहिँ अहिले फेरि चाहिँ इजरायलले अब इरानमा चाहिँ अट्याक चाहिँ गर्दैछ भन्ने चाहिँ हल्ला छ है। सँगसँगै अहिले जुन पछिल्लो चोटि जुन यो अमेरिका र भेनेजुएला बीचको जुन चाहिँ डिस्प्युट छ त्यसले गर्दा पनि सुनको चाहिँ माग चाहिँ चुलिएको जस्तो लाग्छ। अनि त्यो बाहेक पनि अरू त धेरै छन्। अब केही दिनदेखि यो डलरको भाउ चाहिँ कम भएको छ। करिब एक साता पहिले 145 को हाराहारी थियो एक्सचेन्ज, अहिले कम हुँदै 43 र 44 मा चाहिँ यो चाहिँ कम भएको छ र सँगसँगै यो चाहिँ चीन, रुस, भारत, ब्राजिल सहितको जुन यो ब्रिक्स चाहिँ कन्ट्रिजहरू छन् र उनीहरूको ध्येय भनेको यो डलरको जुन चाहिँ निर्भरता छ त्यसलाई कम गर्ने त्यो प्लानिङ उहाँहरूले चाहिँ गरिराख्नु भएको छ। डलरको भ्यालु चाहिँ कम गर्ने, निर्भरता पनि कम गर्ने, त्यसको सत्तामा सकिन्छ भने ब्रिक्सको पनि युरोपियन युनियनको जस्तै आफ्नै चाहिँ मुद्रा तयार गर्ने। त्यो सकिएन भने पनि चाइनाको युआन भयो, रसियाको चाहिँ रुबल भयो, इन्डियन चाहिँ यो रुपियाँ भयो, त्यसलाई मजबुत गरेर डलरको चाहिँ नजिक चाहिँ आउन खोज्ने अथवा कारोबारको लागि त्यो करेन्सीको चाहिँ हैन प्रयोग चाहिँ बढी गर्ने, त्यो चाहिँ अब जुन यो उहाँहरूको चाहिँ टार्गेट छ त्यो टार्गेटले गर्दा पनि अब यतिखेर डलर केही कमजोर भएको र अरू चाहिँ मुद्राहरू अलिकति त्यो भन्दा डलर भन्दा चाहिँ मजबुत भएको हुनाले त्यो कारणले पनि मेरो विचारमा सुनको माग बढेको जस्तो लाग्छ। किनभने सुन जहिले पनि सेफ हेभन हुन्छ, कुनै क्राइसिस होस् या अन्य होस् यो चाहिँ सेफ हेभन चाहिँ लगानी चाहिँ हुन्छ। डलरको अब चाहिँ प्राइस चाहिँ यदि बढ्यो भने कि सँगसँगै शेयरको पनि भ्यालु बढ्छ। एकातिर सुन र तेल हुन्छ क्लस्टरमा, एकातिर चाहिँ डलर र शेयर हुन्छ कि यो चाहिँ अपोजिट हुन्छ कि भाइस भर्सा हुन्छ। यदि शेयरको भ्यालु चाहिँ बढ्यो भनेदेखि मान्छेहरू फाइदाको लागि चाहिँ हैन शेयर किन्छन्, या डलरको भ्यालु चाहिँ बढ्यो भनेदेखि चाहिँ हैन डलर किन्छन्, राख्न चाहन्छन् डलरमा चाहिँ हैन भनेदेखि यदि त्यो बढेन भनेदेखि भाइस भर्सा सुन चाहिँ किन्न खोज्छन्। अब सुनको सँगसँगै अब मेटलको चाहिँ क्रेज चाहिँ एकदम चाहिँ बढिया छ। मेटल भन्नाले यो चाँदी भयो प्लस चाहिँ तामा, पालाडियम, प्लाटिनम सहित। चाँदीको अहिले बढ्नुको मेन कारण त्यसको इन्डस्ट्रियल चाहिँ डिमान्ड चाहिँ बढ्या हो। अब पहिला चाहिँ सोलर त्यसमा चाहिँ धेरै युज हुन्थ्यो, सोलर प्यानलहरूमा भनिन्थ्यो 25 ग्रामसम्म चाहिँ युज हुन्थ्यो पहिला। पछि अब त्यसलाई तामाले अलिअलि चाहिँ रिप्लेस चाहिँ गरे र अहिले आएर जुन इभी गाडीहरू छन् र त्यसमा प्रयोग हुने ब्याट्रीमा सबैमा कमसेकम 50 ग्रामको हाराहारी चाहिँ प्रयोग हुन्छ भन्ने छ र पछिल्लो चोटि आएर अहिलेको जुन यो लिथियम ब्याट्री छ अथवा लिक्विड ब्याट्री छ त्यसलाई चाहिँ सोलिड स्टेट ब्याट्री, त्यो भनेको धेरै एडभान्स चाहिँ ब्याट्री हो जुन चाहिँ कमसेकम त्यसको अब आयु भनेकै कमसेकम 20 वर्षको हुन्छ र त्यसलाई कमसेकम 15 मिनेटमा फास्ट चार्ज गर्न मिल्छ र त्यसको रेन्ज पनि 900 को हाराहारी हुन्छ। 900 चाहिँ हैन किलोमिटर को हाराहारी हुन्छ भन्ने चाहिँ अहिले आइरहेछ र सामसुङले यसका लागि धेरै राम्रो पहल चाहिँ गरिरहेछ।
त्यो करिब अन्तिम स्टेजमा छ भन्ने छ। यदि त्यो भयो भने एउटा ब्याट्रीको लागि नि 1 किलोसम्म चाँदी चाहिँ चाहिन सक्छ भन्ने छ। त्यस्तो समाचारहरू आइरहेछ र जापानले पनि यसमा चाहिँ धेरै काम चाहिँ गरिरहेछ। यदि सोलिड स्टेट चाहिँ ब्याट्री चाहिँ यदि चाहिँ बजारमा आयो, प्रोडक्सन भयो भनेदेखि चाँदीको डिमान्ड चाहिँ अझ पनि बढ्छ। त्यो बाहेक पनि इलेक्ट्रोनिक्स चाहिँ गुड्सहरू भयो हैन, डेटा सेन्टर यहाँ त्यहाँ धेरैमा जहाँ राम्रो सर्क्युट वा इलेक्ट्रिक चाहिँ सर्क्युटहरू राम्रो चाहिँ चाहिने चाहिँ हुन्छ, त्यहाँ चाहिँ यो चाँदीको डिमान्ड चाहिँ धेरै हुन्छ। अहिले यो चाहिँ प्रचार पनि बढी भइरहेको जस्तो लाग्छ। कहिलेकाहीँ हामी यो शेयरमा चाहिँ हामी सुन्छौँ यो आर्टिफिसियल चाहिँ हैन दबावले चाहिँ बढ्यो भन्ने सुन्छौँ। अब सुन र चाँदीमा पनि त्यस्तो भएको हो कि भनेर त्यो कोणले पनि विश्लेषण गर्न चाहिँ आवश्यक छ जस्तो मलाई लाग्छ। किनभने अहिले यो पेपर गोल्ड छ, फ्युचर गोल्ड छ, गोल्ड चाहिँ ETF छ, चाँदीको पनि हैन त्यस्तै छ, पेपर चाँदीको हैन कारोबार हुन्छ। चाँदी यो सहित अहिले त कपरको पनि हुन्छ, पालाडियम प्लाटिनम सबैको हुन्छ। त्यसले पनि त्यो कारोबार बढी भएर पनि अब यो चाहिँ प्राइस चाहिँ हाइकिङ गर्न सपोर्ट गरेको जस्तो लाग्छ। त्यसले अलिअलि आर्टिफिसियल प्रेसर चाहिँ क्रिएट गरेको जस्तो लाग्छ र मिडियाको पनि ठुलो रोल चाहिँ छ जस्तो पनि लाग्छ यसमा चाहिँ। अब पछाडि त कति पुग्छ भनेर भन्न त धेरै गाह्रो छ। यो त एक हिसाबले अति नै हैन माथि गएको छ, हाइकिङ भएको छ। एक हिसाबले हो सगरमाथालाई पनि छोडेर आकाशतिर चाहिँ हैन लम्क्या जस्तो त्यो भएको छ भनेदेखि अहिले 3 महिनाको लागि हो भनेदेखि सुन कमसेकम बाहिर चाहिँ $5,000 पुग्छ भन्ने छ। त्यो भनेको नेपालमा करिब 3 लाखको हाराहारी हुन्छ। त्यो हुन सक्ने चाहिँ अब चाहिँ सम्भावना चाहिँ छ। अब चाँदी चाहिँ 5,000 हुन्छ भन्ने थियो, तर अहिले नै 5,000 त क्रस भयो भनेपछि चाँदीको टार्गेट मेरो विचारमा अब 6,000 को हाराहारी होला। अब त्यो यसै भन्न चाहिँ ठ्याक्कै चाहिँ सकिँदैन। हाम्रो देशमा सुन चाँदीमा लगानी गर्नु विदेशमा भन्दा म चाहिँ कम मात्र रिस्क मान्छु। किनभने हामीले गरेको अध्ययन अनुसार विगत 10 वर्षमा विदेशमा जुन रूपमा भाउको वृद्धि भएको छ, नेपालमा ठ्याक्क त्यसको चाहिँ डबल वृद्धि भएको छ। विगत 20 वर्षको त्यो चाहिँ डेटा चाहिँ हामीले एनालाइसिस गर्ने हो भनेदेखि विदेशमा बढेको पर्सेन्टेज भन्दा नेपालको यो चाहिँ वृद्धि चाहिँ सुनको यो चाहिँ 2.5 गुणा चाहिँ बढी छ। यसको मेन कारण भनेको नेपालमा जुन चाहिँ यो हाम्रो प्राइस चाहिँ मुद्रा चाहिँ अवमूल्यन हुन्छ, त्यो चाहिँ मेजर कारण हो। र त्यसको सँगसँगै नेपालमा यो भन्सार दरको पनि टाइममा चाहिँ वृद्धि हुन्छ। त्यो दुवै कारणले गर्दा बाहिर भन्दा यहाँ बढ्ने चान्स चाहिँ जहिले पनि हाई हुन्छ। त्यही भएर रिस्क चाहिँ डबल कम हुन्छ। अब मानौ बाहिर चाहिँ अब 50,000 को हाराहारी वृद्धि भयो अरे 10 वर्षमा, तर नेपालमा ठ्याक्क कमसे कम पनि 1 लाख को वृद्धि हुन्छ भनेको सुन चाँदी किन्नु भनेको एक हिसाबले डलर किन्नु वा सो सरह हो भने डोरो हुन्छ कि फाइदा। मूल्य वृद्धि प्लस डलरको पनि यो मूल्य वृद्धि समायोजन हुन्छ। त्यो कारणले गर्दा नेपालमा चाहिँ लगानी गर्नु अझ धेरै कम मात्र जोखिम हुन्छ, बाहिरको भन्दा आधा जोखिम चाहिँ कम हुन्छ। त्यस कारणले पनि मेरो विचारमा 20% सम्म आफ्नै शुद्ध चाहिँ कमाइको चाहिँ हैन लगानी, कुनै ऋणको होइन, त्यो लगानी चाहिँ गर्नुभयो भने यसले मेरो विचारमा राम्रै प्रतिफल दिन्छ जस्तो लाग्छ मलाई। अब चाँदीको त को हाराहारी छ डलर हैन भनेपछि त्यसै 6,000 6,500 को हाराहारी होला। तर त्यो फेरि लगातार बढ्ने चाहिँ होइन, यस बीचमा पनि धेरै पल्ट अप एन्ड डाउन हुन्छ। अहिले त खासै माग त छैन, बेच्ने पनि वेट एन्ड सीमा छन्, धेरै बेच्ने पनि छैनन्, अलिअलि आछन्, किन्ने पनि अब अलिअलि मात्रै छ, खासै छैन। सबै मेरो विचारमा वेट एन्ड सीमा छ, एक हिसाबले मन्दिनी छ। चाँदीको चाहिँ धेरै नै क्रेज छ, डिमान्ड छ। अब सुन त किन्नै गाह्रो भइसक्यो, नेपालीहरूको क्रय शक्ति भन्दा पनि माथि गइसक्यो, क्रेज चाहिँ छ। इन्डियन मिडियाले यसरी दिएकै छ, प्रचार गरेकै छ हैन, त्यसको प्रभाव चाहिँ धेरै चाहिँ परेको छ। चाँदी चाहिँ खोज्नेहरू छन्, लगानी नै गर्ने हो भनेदेखि चाहिँ मेरो विचारमा सोच्न चाहिँ एकदम आवश्यक हुन्छ। किनभने यो एनी टाइम क्राइसिस चाहिँ हुन सक्छ, त्यो चान्स छ। तर बाहिरको जुन हामी ग्राफ चाहिँ एनालाइसिस गर्ने हो भनेदेखि रिलेटिभ स्ट्रेन्थ इन्डेक्स भन्छ, त्यो 88 देखि 90 को हाराहारी छ।
त्यो भनेको बढ्ने चाहिँ चान्स चाहिँ एकदम हाई हो कि 88% बढ्ने चान्स छ भने कि 12% मान मात्र डाउन हुने चान्स हो तुरन्तैको लागि लङ टर्मको लागि होइन यो तुरन्तैको लागि बढ्ने चान्स भए पनि अहिले यो मेन डिमान्ड भनेको यो न्यू इयर छ अथवा क्रिसमस भयो क्रिसमस त अब गइहाल्यो न्यू इयर छ र चाइनिज चाहिँ न्यू इयर चाहिँ लोसार छ यो बेला पनि यो सुन र चाँदीको यो चाहिँ होइन प्रेजेन्टहरू आदान प्रदान हुन्छ उपहारहरू त्यो कारणले यदि चाइनाको न्यू इयरसम्म चाहिँ मेरो विचारमा कन्टिन्यू बढ्ने नै चान्स हुन्छ चाइनाको न्यू इयर मेरो विचारमा यो माघको आधारी या फागुनसम्म त्यही आधारीमा हुन्छ अहिले सर्ट टर्मको लागि बढ्ने चान्स छ भनेदेखि तुरन्त होइन यो प्राइस चाहिँ यो डाउन हुने चान्स पनि उत्तिकै छ सुनको लागि होइन फेभरेबल कन्डिसन सुनको लागि ती कन्डिसनहरू कुनै मिट भएन डलर चाहिँ धेरै स्ट्रङ भयो अमेरिकाको इकोनोमी धेरै स्ट्रङ भयो भने सेयर फेरि आफ्नो लयमा जान्छ त्यो जान्नासाथ अब सुनको चाहिँ अब डाउन हुने चाहिँ दिनगन्ती चाहिँ सुरु हुन्छ यदि त्यसो भए पनि मेरो विचारमा 2,52,000 भन्दा तुरन्त कम हुने चान्स चाहिँ हुँदैन किनभने सुनमा चाहिँ के हुन्छ भने खानीमा चाहिँ यो चाहिँ कम्पनीहरूले सुरुमै किन्छ कि फ्युचर गोल्ड भनेर फ्युचर गोल्डको लागि 4500 भन्दा कममा किनेको छैन कि 4500 भनेको अहिलेको पनि यो भाउ हो भनेपछि त्यो किन्ने कम्पनीहरूले धेरै लसमा बेच्छ जस्तो मलाई चाहिँ लाग्दैन त्यो फ्युचर गोल्ड प्रत्येक चाहिँ सुन खानीसँग 1 वर्षसम्म 2 वर्षसम्म यति प्राइसमा किन्ने भनेर त्यो हुन्छ कि म यो 2-3 महिनाको लागि त्यतिमा बुक भएको छ खानीको सुन पछाडिको लागि यो जनवरी अब सुरु भएको छैन डिसेम्बर छ जनवरी फेब्रुअरी अप्रिलसम्मको लागि 4,500 मा बुक भएको छ भनेपछि तुरन्तै चाहिँ मेरो विचारमा डाउन त हुँदैन अब डाउन भइहाले पनि यो चरणमा होला अहिले तुरन्तै पर्सेन्टेजको हिसाबले त चाँदीमा बढी चाहिँ फाइदा हुन्छ किनभने लगानी पनि कम मात्र गर्दा पुग्छ एउटा नेपालको लागि एउटा अलिकति गाह्रो के हुन्छ भने चाँदी प्रायः जसोले यो टिक्का चाहिँ चाँदीहरू किनिरहेछन् गेरा चाँदी या टिक्का चाँदी कोहीले बिल लिया छन् कोहीले बिल लिया चाहिँ छैन होइन बिल नभएको सामान पछि बेच्न चाहिँ गाह्रो हुन सक्छ कि सुनमा त केही पनि त्यस्तो प्रब्लम भएन प्रायः जसोले बिल सहितै होइन किन्ने चाहिँ गरिरहेछ सुनको चाहिँ गहनामा हुने भयो चाँदी चाहिँ यो भाँडाकुँडा भन्दा पनि गेरा या यो बारमा किन्ने चाहिँ यो चाहिँ ट्रेन्ड छ त्यो ट्रेन्डले गर्दा यदि बिल भएन भने मेरो विचारमा पछि बेच्न चाहिँ गाह्रो हुन चाहिँ सक्छ फेरि चाँदी अब त्यति अब नेपालको त त्यति ठुलो बजार पनि होइन यहाँको अब त्यति बिग हाउसहरू पनि खासै छैन भनेपछि त्यसलाई फिर्ता किन्ने बेलामा कता चाँदी चाहिँ गाह्रो होला कि भन्ने छ तर सुनमा चाहिँ त्यस्तो चाहिँ प्रब्लम चाहिँ नहोला किनभने सुन चाहिँ कोटामा छ सप्लाई पनि कम छ र डिमान्ड पनि छ रेगुलर गहनाको चाँदीको गेराको त खासै त्यस्तो डिमान्ड त हुँदैन चाँदीको आयात चाहिँ ओजिएल छ भनेको बैंकले पनि ल्याउन पाउँछ र व्यवसायीहरूले पनि ल्याउन पाउँछ ओपन छ सुन चाहिँ अब चाहिँ होइन कोटामा छ पर डे चाहिँ 25 किलो छ मैले भन्नै पर्ने हो भने कि लगानी गर्नको लागि चाहिँ अब यो चाहिँ एकदम बढेको अवस्था भयो एक हिसाबले सुन र चाँदी दुवै चाहिँ बढी किनिएको चाहिँ अवस्था छ ओभरबट छ अब यो बेलामा हामीले अहिले तुरन्तको लागि किन्ने हो भने कि यो लेट इन्ट्री हुन्छ है अहिले किनेर 3 महिनाभित्र चाहिँ बेच्ने 6 महिनाभित्र चाहिँ बेच्ने सोच हो भने कि त्यसले फाइदा हुन्छ भने हामी ग्यारेन्टी दिन चाहिँ हामी चाहिँ सक्दैनौँ यो लङ टर्मको लागि हो भने सुन र चाँदी दुवै एकदम राम्रो छ सुनको लागि हो भने हाम्रो देशमा प्रायः जस्तो 14% भन्दा कम भएको छैन सालाकाला फाइदा जुन ब्याज दर भन्दा त धेरै नै बढी हो बैंकको ब्याज दर भन्दा अहिले त ब्याज दर त कतै 3-5% को चाहिँ हाराहारी छ कमै छ लङ टर्मको लागि चाहिँ ठिक छ तर भन्यो भन्दैमा फाइदा हुन्छ भन्दैमा लोन लिएर गर्न थाल्यो भने त फेरि एकदम गाह्रो हुन्छ यसमा राम्रो कमाइ हुन्छ तर जोखिम सहितको कमाइ हो जहाँ जोखिम हुन्छ त्यहाँ लोन लिएर काम गर्नु त साह्रै नै रिस्की हुन्छ मूर्खता पनि हुन्छ आफ्नो कमाइ छ भने कि मेरो विचारमा बढीमा 20% सम्म सुन चाँदीमा
लगानी गर्नुभयो भनेदेखि चाहिँ त्यसले प्रतिफल चाहिँ राम्रै देला।